चाहिँ नै उत्पत्ति 1 को 1 मा यस्तो लेखिएको छ कि आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी बनाउनु भयो। अनि पृथ्वी आकार बिनाको शून्य थियो अनि परमेश्वरको आत्मा त्यसमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो। अनि जब उहाँले भन्नुभयो उज्यालो होस् तब उज्यालो भयो है। हामी यो घटनाहरूलाई हेर्दै गर्दाखेरि यदि मानिस जातिलाई उहाँले उज्यालो भइसकेपछि त्यसपछि बनाउनु भएको भए मानिसलाई के लाग्न सक्थ्यो भन्दाखेरि उज्यालो मात्र भएर त्यति सुन्दर देखिएन पृथ्वी जस्तो लाग्न सक्थ्यो होला। त्यसमा इन्कम्प्लिटनेस मानिसले पाउँथ्यो होला। तर परमेश्वरले सबै कुरा आफ्नो समयमा सबै कुरा एउटा सिस्टम वाइज उहाँले सृष्टि गर्नुभयो। अनि उहाँले जब मानिस जातिलाई बनाउनु भयो अनि मानिस जातिले परमेश्वरले बनाएको सबै कुरा हेऱ्यो तब त्यो अति नै सुन्दर थियो अनि मानिस जातिलाई चाहिने सबै कुरा परमेश्वरले सृष्टि गर्नुभएको थियो है। अनि परमेश्वरले हरेक कुरा सृष्टि गर्नु हुँदाखेरि चाहिँ आफ्नो सिस्टम अनुसार उहाँले मानिस जातिलाई चाहिने कुरा अनि पृथ्वीलाई चाहिने के कुरा छ भन्ने कुरा उहाँले हरेक कुरा सिस्टम वाइज उहाँले सृष्टि गर्नुभएको कुरा हामी पाउँदछौँ। यसै कारण हाम्रो जीवनमा पनि कहिलेकाहीँ केही कुराहरू भइरहेको देख्दाखेरि हामीलाई यो कुरा त अधुरो छ, यो कुरा त इन्कम्प्लिट छ जस्तो लाग्न सक्छ है। तर तपाईँ र म धैर्य गरौँ किनभने परमेश्वरले हरेक कुरा उहाँको सिस्टममा उहाँको निर्देशन अनुसार हरेक कुरा, असल समयमा, असल टाइमिङमा उहाँले बनाउनु भएको हुन्छ, उहाँले आफ्नो काम गर्नुभएको हुन्छ। तर हाम्रो काम यही हो कि उहाँमा धैर्य गर्नु, उहाँमा हामी आशावादी हुनु चाहिँ आवश्यक छ। हाम्रो आशालाई हामीले जीवित राख्नु आवश्यक छ किनभने परमेश्वरले हरेक कुरा आफ्नो समयमा असल बनाउनुहुन्छ, असल गर्नुहुन्छ र उहाँले आफूले भनेको कुरा, भनेको प्रतिज्ञा पुरा गर्नुहुन्छ। यसै कारण आजको दिन तपाईँ र मेरो निम्ति आशिष यही छ कि उहाँको समयलाई कुरौँ, उहाँको समयलाई हामी पर्खिबसौँ किनकि उहाँले तपाईँ र मेरो जीवनमा असल कार्य असल समयमा गर्नुहुनेछ। आमेन।